This video is all about शिवरात्रि स्पेशल गो टु तातोपानी सिना ट्रिप। आजको ब्लग एकदमै स्पेशल छ किनभने म मेरो बुबु स्कुल जहाँ म क्लास 10 सम्म पढेको थिएँ त्यो स्कुलका स्टुडेन्ट भाइ बहिनीहरूसँग शिवरात्रि स्पेशल ट्रिपमा निस्केको छु। वी आर हेडिङ टुवर्ड गो टु तातोपानी सिना अफ रोड एडभेन्चरमा। यो रोड चाहिँ एकदम अफ रोड छ, धुलो ओकालो ओह्रालो, तर एक्साइटमेन्ट लेभल चाहिँ 100% हाई। गाडीभित्र हामी सबै मिलेर गीत गाउँदै हाँस्दै रमाइलो गर्दै इट लिटरली फिल्स लाइक आई एम ब्याक टु माई स्कुल डेज अगेन। स्टुडेन्ट भाइ बहिनीहरूको एनर्जी त नेक्स्ट लेभल छ, फुल अन भाइब, फुल अन फन। गो टु तातोपानीमा द फिलिङ अफ हट वाटर इन दिस कोल्ड वेदर इज जस्ट वाउ, टोटली रिफ्रेसिङ। लोकल मौलिक सराउन्ड्स और कल्चर और ट्रेडिसन, प्योर ब्लिज वाइब्स, peaceful environment, natural beauty all around. Sometimes you just need this kind of escape from busy life. Hello, happy Shivratri to everyone. This is Shekhabu. अनि आज चाहिँ हामीहरूको योजना भनेको शिवरात्रिको पावन अवसरमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका वार्ड नम्बर 3 मा रहेको सिना गाउँमा गइरहेको अवस्था छ। महाशिवरात्रि पर्वको पावन अवसर पारेर हामी बसन्तपुर माध्यमिक विद्यालयका एसईमा सम्मिलित विद्यार्थी र भूतपूर्व विद्यार्थी सहित आज हामी धार्मिक पर्यटकीय स्थल तातोपानी गोतोखोला सिनामा आजको हाम्रो यो कार्यक्रम रहेको छ। गङ्गा मैया साथे होइन, अनि देवप्रयाग भयो, काशी भयो, गया भयो, सम्पूर्ण हाम्रो पशुपतिकै धाम भनेर हामीले बुझ्ने। अरे हो गया है तुझको तो प्यार सजना, ए लाख कर ले तो इनकार सजना, दिल का ना आयो देशमत कसरी रान्याहु अनिता यही बिराना देशमत कसरी रान्याहु। अझ रिपिट गर। जब अलिदा गाडा परदेश घुमोला, जब अलिदा गाडा परदेश घुमोला, माया की जाले मा घरबार घुमोला, माया की जाले मा घरबार घुमोला, टक कमला पाटुली लगाए कमला बाटुली लगाए परदेश मुलुक में घर बुलाए, नेपालगञ्ज सहरै माला जुनकिरी पानी पर्यो तिनमा, पानी पर्यो तिनमा, लाग्दै माया बढ्दै गयो जुनकिरी, तिम्रो बोलीले त्यो तिम्रो बोलीले नर नर ना नर नर ना। संदेश आते हैं हमें तड़पाते हैं, चिट्ठी आती है हमें तड़पाते हैं, किधर कब आओगे, किधर कब आओगे, लिखो कब आओगे कि तुम हेलो यो हामी नाजी बुझ्ने वाला मन बिनाको धन ठुलो कि धन बिनाको मन बिनाको धन ठुलो कि धन बिनाको मन, आकाशमा उडी जाने चली मन, आकाशमा उडी जाने चली मन, मन बिनाको
धन ठुलो कि धन बिनाको मन मन बिनाको धन ठुलो कि धन बिनाको मन कलेजी कटाउने माया सम्झेर रुनी सिरानीमा हात राखी आँसुले रुनी सिरानीमा हात राखी आँसुले रुनी सुनियो कटाउने माया कटाउने माया सम्झेर रुनी हालिदेउने यार आजको औषधि बुटी के हो त त्यो गर्ने ओके सो अहिले भने हामी ब्यास गाउँपालिका कार्यालय भएको वार्डमा पुगिसकेका छौँ। अहिले हामी चाहिँ ठिक्क डोकटको माथि छौँ। अलि अगाडि गयो भने चाहिँ हाम्रो अलि अगाडि चाहिँ सुसिराखा र यता तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो गाडी अनि हामीहरू चाहिँ अबको लगभग 1 घन्टामा भनौँ न 1 घन्टा लाग्दैन होला हामी चाहिँ त्यता पुग्छौँ सिना पुग्छौँ। रमाइलो छ त बुझ्यो। Stacks taller than the skyline, touch the clouds. Chain so heavy, neck dripping, make it loud. The area which we are directly seeing from here is Salladi, okay? Salladi, Sinako Salladi. हामी चाहिँ सिनामा पुगिसकेको अवस्था छ भने अब योभन्दा अगाडि चाहिँ गाडी जाने बाटो छैन र यता चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यता सम्पूर्ण गाडीहरू चाहिँ यतै रोकाएको छ र अब यताबाट एकछिन चाहिँ हाम्रो पैदल यात्रा हुन्छ र के छ भुबी कसो के भयो पछाडि रमाइलो भयो यहाँ अगाडि नै हाल्दैछ यहाँ हाम्रो हाल देख्नु न ठिक छ रमाइलो ठिक छ त ठिकै छ ओके ल अब त्यसैमा खुसी छौँ। योभन्दा अलि अगाडि चाहिँ हामी ठिक मेन जुन ठाउँ हो त्यता पुग्नेछौँ। सिना पुगिसकेको अवस्था छ भने हामीले सिनाको सिद्ध बाबा गोतु खोलाको तातो पानीमा चाहिँ अहिले हामी गइरहेका छौँ। उता गएर स्नान गऱ्यो भने बडी चाहिँ पुरै बडीमा चाहिँ पोजिटिभ एनर्जी आउँछ के अरे शरीरमा भएको नकारात्मक ऊर्जाहरू चाहिँ समाप्त भएर सकारात्मक ऊर्जाहरू चाहिँ भरिने आस्था रहेको छ। अब हामी गाडीबाट उर्लेर केही छिनलाई भनौँ पदयात्रामा छौँ। पछाडि भाइ बहिनीहरू सबैजना आउँदैछन् भने मेरो चाहिँ अलि ब्याट्री लो भएको अवस्था छ। यता एकदमै रमाइलो दृश्य छ। माथि हिउँले भरिएको हिमालहरू तपाईँले देख्न सक्नुहुन्छ भने बिचमा जङ्गलहरू रहेको छ र ठिक तल चाहिँ एउटा झोलुङ्गी पुल पनि रहेको अवस्था छ र यताबाट तपाईँहरूलाई चाहिँ सिना गाउँको दृश्य अलि आधा देखिँदैछ। त्यो पारि देखिने चाहिँ फेरि इन्डिया हो है, कन्फ्युज नभइदिनु होला। ए भाइ बाटो थाहा छ है पक्का ल बाटो देखाउ ल। भाइ पनि एकदम ह्यान्सी एकदम कडा हो। अब भाइ चाहिँ अलि पछाडि थियो होइन, अनि भाइले चाहिँ यताको लोकल भएको कारणले गर्दा चाहिँ हामी चाहिँ यता फर्स्ट टाइम आउँदै हो नि त, त्यही भएर कहाँ हो बाटो भन्ने कुरा खासै थाहा भएन। अब बाटोहरू 2-4वटा बाटोहरू त छ, तर कुन बाटो जाने भन्ने कुरा चाहिँ ठिक्क थाहा भएन। अनि यो भाइ आएको छ हामीलाई चाहिँ बाटो देखाउनलाई, यताको लोकल भाइ हो त्यो चाहिँ। अब लगभग पुगिसकेका छौँ हामी पुग्न त। यो पानी चाहिँ हात पोल्ने छ एकदमै तातो पानी छ। अगाडि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, उता चाहिँ फेरि एउटा तलाउ पनि छ, उता चाहिँ हामी स्नान गर्न सक्छौँ। तर अब यता हामी सबै चाहिँ रेडी हुँदैछौँ। ब्याट्री कम छ अहिले, पछि चार्ज गर्नु पर्ला। अब यताको सर्ट्सहरू चाहिँ खासै देख्न मिल्दैन क्या। यताको गोतु पानी तातो पानी भने यही हो, एकदमै तातो छ। तपाईँहरूले देख्न सक्नुहुन्छ अलिअलि एकदमै तातो छ क्या। तातो छ है। ल ल ल गाइज, ल पछि भेटौँ है हामीहरू।
त्यांचा कोणतेही स्थान ज्ञानाने व्यतिरेक भगवान प्रसन्न हो मनोकांक्षा सिद्धी हो पंचकोटी देवताका समान पार्वती पतये पक्का झुलो टिका लाए हकदामा सोला नया हां थोड़ा भाई बिस्तारै आउनु जाऊ जो राजा राजा इसको पकड़ो सौदे कति हुन्छ तो 5 बजे ल छिटो छिटो भाइले हाल्न जस्तो छ ल एउटा तेरे हासिल नहीं हो गया भाई अरे 5 छन एक त हन क्या बनना है आइ ल सकियो रुपैयाँ ठाउँमा त राख्न एक नै राख्रि अब दाइ एक ओराउन झल्ला छ 200 को के लै छ यता स्लो बिस्तारै अगाडि बढ्नु भन्नु पाइने हो नै हो हजुर अब टाढो निजी छ के फरक छ ओहो अन्त पाइयो त 25 रुपैयाँ आयो अहिले हाट मिस्टेक कसो र दाइ एकछिन हाम्रो कमाइरी रमाइलो बखिली हो हौसला त छ
बारे तैले गोरा आऊ कि ओ साल्यो मेरा जाने हो कि बारे तैले गोरा आऊ कि ओ साल्यो मेरा जाने हो कि अब ठिक छ बे बिना छु पुरानो भयालै ए सपना देखेको राम्रो बिना छु पुरानो भयालै अन्य देउडा रङ्गवाई ताली झम्म सैगो झम्म यो पिर्ती छुटिने छैन उज्यालो नहुँदासम्म यो पिर देउडा रङ्गवाई ताली झम्म सैगो